हान्नु कि एउटा नानी बडे अन्डाको हड्डी अड्क्यो रे सिद्धुलाई चाहिँ अन्डा अनि हड्डी हुँदो रहेछ अड्कियो होइन त्यही नेपालमा राखेको छ मैले किन जान्छ कि त्यो सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै आरामै छु होइन अनि आजको चाहिँ अब प्लानिङमा त्यस्तो विशेष त केही छैन आज हामी सिद्धु र म चाहिँ माथि कन्याम जाने भनेर भन्दा थियौँ भोलि फिल्मको छ नि त प्रोग्राम त्यही भएर त्यसको लागि म चाहिँ उठेर भक्क खाना खाएर अब निक्लिन आँटेको तर कन्याम होइन यहाँ अङ्कलले फोन गरेर चाहिँ त्यहाँ आन्टीलाई चाहिँ पार्टी लग्दैन त इन्डिया भन्नु होइन सो इन्डियाको लागि म रेडी हुँदैछु अबे जल्दी बोल कल सुबह पनवेल निकलना है यहाँ के छ त भन्दाखेरि पासपोर्ट छ होइन यो चाहिँ अब आइडी कार्डको लागि चाहिन्छ नि त अनि लुबुक भइहाल्यो आमसीको घर चाहिँ होइन त्यो टाढै त छैन यहाँ अगाडि हो अब ढोका सुका लाएर त हिँड्नु पऱ्यो अनि यो चाहिँ मेरो बाइक अनि आन्टी खाइसक्यो नि आन्टी दबाई चाहिँ रेडी भइसक्नु भयो अनि आन्टी र म चाहिँ आज जाँदैछौँ इन्डिया टक्क अब तिहार आयो नि त तिहारको सबै सपिङ हल्का गर्नु पऱ्यो होइन अब स्कुटीको अवस्था कस्तो छ तपाईँको म चाहिँ अब आन्टी रेडी हुन्छ चाहिँ यहाँ कोक खाँदै बसिरहेको छु होइन खानु पऱ्यो नि त गर्मी छ ढाबामा बहुत ल अब चाहिँ आन्टी पनि रेडी गर्न सिकिसक्नु भयो अब हामी जान्छौँ अब खासमा चाहिँ स्कुटीमा जाने भनेर गरेको थियो होइन तर अलिकति अब बाटो अहिले झापाको बाटो त्यस्तै छ नि त त्यही भएर चाहिँ हामी मेरै बाइकमा जान्छौँ रेडी भएर यो कुकुर भाग्छ नि त भाग्दो रहेछ त तर राम्रो रहेछ त कुकुर त नि पाल्नु नि ल जम्न त अब बिस्तारै बिस्तारै ल कोही गर्नु थालेको होइन टायर खोल्दाखेरि अस्ति यस्तो ग्रुङ भएको थियो उठाएको थियो अनि यो हाल्थेँ अबबाट अगाडि यही भनेको छ कार्बन मिल गयो अब त लुक बाबा लाग्छ रह नहीं जाता मैले चाहिँ मेरो काम सक्यो होइन अनि आएको थिएँ अनि अब त्यहाँ चाहिँ आन्टी चाहिँ काम गराउनु भयो मैले मेरो काम सक्यो अब आन्टीको काम त गरिदिन्थ्यो त्यहाँदेखि कता हुन्छ के हुन्छ थाहा पनि छैन क्या यत्रो सबैतिर कुदिसकेको छैन सो यताउति यताउति कता कता दोकानमा जाने भन्दै थियो कौडा दोकानमा आन्टीलाई मैले यहाँ भेटेँ होइन जानेको हुँदैछ क्या म खोज्दा होइन यता उता सब घुमिसकेँ लास्टमा यहाँ भेटेँ मैले सस्तोमा राम्रोबाट लानु पऱ्यो नि त आन्टी ल आन्टीले ब्याग लिइसक्नु आन्टी फेरि कस्तो ब्याग छ देखाइदिनु त यहाँ देखाउनु त ल आन्टीको यस्तो राम्रो वा सबै हिराले भरिएको छ होइन आन्टी पनि खुसी अब हामी पनि खुसी अनि हाम्रो आन्टीले सपिङ गरेर एउटा हातमा एउटा किटहरू होइन अहिलेको ब्याग भइहाल्यो नयाँ ब्याग ए अर्को झिलिमिली घर सजाउने अरे फेरि त्यही भएर बत्ती सती लिएर जाँदै हुन्छ होइन तपाईँदेखि मेरो हो नि राइट एउटा हान्नु कि एउटा तुमसे ना हो पाएगा नानी बडे एउटा हान्नुहुँदैन हो कुनले सुहाउँछ होला मलाई ल त्यसो गरौँ त हो यो रहेछ पानी हल्का सानोमा त्यो त जोतको त्यो विराट हटाइ छ पहिला जमाना त्यही भएर नेपालमा राखेको छ मैले किन जान्छ कि त्यो नहीं अभी और सुनिए एउटा पिस मात्रै बचेको छ अरे अब लो ल मैले चस्मा पनि लिइसकेको छु हाम्रो ब्रोकोबाट होइन चस्मा कस्तो छ कस्तो खोइ यहाँ हेरौँ है ल राम्रो क्वालिटीको छ मैले चाहिँ कुन लाग्यो भन्नुहुन्छ नि यहाँ आउनु झ्याप अनुहारभरिको चस्मा लगिदिएको छु ब्रोकोबाट ह्याप्पी हो नि होइन पाण्डे के आउनुहुन्छ भने चाहिँ तपाईँहरू सिधै नेपालबाट आउँदा आउँदै लेफ्ट साइडमा चाहिँ यो जहिले हुन्छ जहिले एनी टाइम हुन्छ ब्रोले मिलाएर दिइहाल्छ ल है त हामीले चाहिँ सामान सबै तिहारको लिइ पनि सक्यौँ कि सामान पनि यस्तो छ बिजोग भएर हिँड्नु परेको छ आन्टीलाई फ्रुटी म स्टिङ हानिरहेको छु होइन त्यही हो अब चाहिँ हामी नेपालतिर छिर्नु लागिरहेछौँ सो अब त्यहाँबाट ऊ त्यो पर चाहिँ नेपालको जाने बाटो यता पाण्ड्याङ्गी भइहाल्यो हाल कस्तो हेरेछ हालत खराब आजको सपिङ गयो होइन हाम्रो सक्यो होइन खत्तम भयो आजको तिहार आइसक्यो
सो गाइज अब चाहिँ हामी कन्याम जाँदैछौँ तर भन्न चाहिँ पाइनँ मैले तर हाम्रो 81 हुन्छ क्या प्लान भनेको अहिले यहाँ छु भने 100मा कहाँ हो कहाँ त्यो एउटा कुरा सोचेर यहाँ छु भने चाहिँ त्यो हुँदैन क्या हाम्रो चाहिँ कुद्यो कहिले कहाँ हावा जस्तो होइन अब त्यही हो त्यहाँ पान्डाङ गएर सबै गरेर आयौँ त्यस पछाडि म बिताउन झरेँ बिताउन झरेपछि सिद्धुसँग भेट भयो सिद्धु नि आउँछ आज अनि हामी जाँदैछौँ अहिले फेरि राति कन्याम क्या दिउँसो पान्डाङ सबै सक्यो अब हामी राति कन्याम जाँदैछौँ कन्यामको राइड है र मसँग अब भनेको सिद्धु छ साथमा सिद्धु ऊ र म चाहिँ अब कन्याम जाँदैछौँ है त मेरो बेग बोकेर दिदी के भन्यो उता जानु म त भेट्दै और 50 रुपया कट ओवर एक्टिंग के वजह अन्डाको हड्डी अड्क्यो रे सिद्धुलाई चाहिँ अन्डा अनि हड्डी हुँदो अर्कै होइन ल गाइज आज चाहिँ हामी होइन ठक्क कन्याममा आएको छौँ अब कन्याम राति नै आयौँ आउन त होइन राति अब भन्न पाएन अब राति अलिकति भिडियो बनाउन पाएन कि त्यस्तै पर्यो राति ढिलै आइयो तलबाट अनि त्यहाँदेखि हामी आउँदाखेरि लगभग 10 बजिसकेको थियो होला कुन ब्लग हो यो अनि हाम्रो सिद्धु पनि कफी खाइरहेछ आज होइन बिहान उठेर अनि आजको भ्लग यति नै हो होइन